गर्दा यो नेपाली तरिकाले भन्दाखेरि यो नम्बर यो कलरहरू चाहिँ फाप्छ उहाँलाई। उहाँलाई बेटर हुन्छ, गुड लक नम्बर कलर हो। अनि त्यसपछि आयो हाम्रो ड्राइभर नम्बर चाहिँ अब हामी भाग्याङ्क नम्बर भन्छौँ अथवा त्यसलाई कन्डक्टर नम्बर पनि भन्छौँ, त्यो निकाल्दैछौँ। उहाँको सबै त्यसको लागि सबै एड अन गर्नुपर्ने हुन्छ, मन्थ डे एभ्रिथिङ टोटल 5 + 8 + 1 + 9 9 + 9 + 2 त्यो टोटल गर्दाखेरि चाहिँ उहाँको टोटल गर्दाखेरि चाहिँ 34 आयो। 34 लाई पनि फेरि एड गरेर सिङ्गल डिजिटमा कन्भर्ट गर्दाखेरि चाहिँ इट केम टु 7 नम्बर। 7 नम्बर मिन्स केतुको नम्बर। 7 नम्बर भन्ने बित्तिकै हजुरको केतु ग्रहसँग यो रुल बाई केतु भनेपछि उहाँको जीवन 8 र 7 8 एन्ड 7 को कम्बिनेसन रहेछ। 8 पर्सनालिटी, 7 भाग्याङ्क इज 7 मतलब कस्तो क्वालिटी हुने भने त उहाँलाई 7 इज भेरी स्पिरिचुअल, भेरी रिसर्च पर्सन। तपाईँलाई चाहिँ एकदम खोज तलासमा एकदम इन्ट्रेस्ट लाग्दो रहेछ हजुरको जीवनमा होइन। अनि केही चिज पनि नयाँ कुरा केही सुन्नुभयो भने त्यसलाई त्यसको एन्डसम्म नपुगेसम्म उहाँले छोड्नुहुन्न सर। 7लाई एकदम रिसर्च भन्छ कि। केतुको के भन्छ हेड हुँदैन, कौतूहलता बढी, इगरनेस टु नो। अनि केतु भन्ने बित्तिकै प्लानेट कस्तो हुन्छ भने हेड हुन्न त उसको, उहाँले बडी हुन्छ कि। राहु इज भन्ने हेड, केतु इज भन्ने बडी। सो बडी हुँदाखेरि हेड नहुँदा के हुन्छ त, अब शरीरमा त छ हेड छैन नि त, उहाँले आउट अफ द बक्स थिङ्किङ पनि हुने भयो जीवनमा। उहाँले देखेका ड्रिमहरू कतिपय कम ट्रु पनि हुने भयो क्या।